हेलो सो गाइज आज चाहिँ म चाहिँ टक्क हैन बिहानबाट सुरु गरेको चार्ज थिएन मोबाइल चार्ज गरेँ र यत्रो हैन टक्क धानसान बान्नी उसानी त 3टा 5वटा मुठा उसारे अरु त भान्जा लियो टक्क सहयोग गरिन्छन् एउटा त सग्नी रहेछन् त्यो भनिछु टक्क हैन र आज चाहिँ टक्क धान झाटेको भलाको आउँछ हैन टक्क हेर्दिनु होला माया सपोर्ट गर्नु होला घामले लास कालो र नदेखिने चिन्दिने भइयो टक्क है माई च्यानल इज यता आएको छु यो लास्टै धेरै धान छ 2 मुरी त निकालौँला नि हाइब्रिड धान हो चितवनबाट लिएको टक्क यहाँ हुने रहेछ के पहाडमा नि तर यस्तो छ कि बबाल है धान चाहिँ बबाल हो टक्क देख्न सक्नुहुन्छ आज चाहिँ टक्क हाम्रो के रे सुरु भन्नाले हिजो काटेको धान त देखाउँछु भनेको बिहान भएन हतारले टक्क आज चाहिँ ट्युसन गइयो त्यसकारण अलि उस मिले छैन एडिसिटीको हैन र अब त्यो भिडियो आउनु होला ल अब धानकै आउने भयो हेलो सो गाइस म चाहिँ यता आइसकेँ र 2टा मुठा पनि टक्क बानिसकेँ र यत्रो छ देख्न सक्नुहुन्छ यत्रो छ टक्क म चाहिँ यो खन्निमको उता सितालको मजा लिएर आएको छु उता त्यत्रो छ ठाउँ हैन टक्क त्यसलाई सट्टै गरेर हुन्छ त्यही हो आम्ब डेन्जर पानी रहेछ यार चराएर यार उ त्यो चाहिँ हाम्रो घर भन्नु होला तर हैन माथि र छिमेकी यो तलतिर गोठ चाहिँ हाम्रो घर चाहिँ त्यो टक्क त्यहाँ उ चरेला त्यो गीत हो इस्कुच कागती फुर्सु बुटाले देख्न दिन्न तर उ त्यहाँ छ ठुलो घर माथि देखेको त्यही हो अहिले गएर उतै भेटौँ टक्क देख्न सक्नुहुन्छ है गोरु अनि 2टा सक्छ त कसैले सक्दैन नि फेरि ए बाप रे फेरि भैँसी यतिकै हो अझ 3टा बाख्राहरू निम्बुको उठै आँटीको ल टक्क गाइस हाम्रो भान्जा चाहिँ उहाँ छन् मलाई सहयोग गर्छु भन्दै आत्थे तर गरेका नि छन् भान्जा हुनुको फाइदा है गाइस भनेको मान्छन् टक्क अघि डिउसिउ खिलाइदिए बोकेर टक्क लिएर आछन् ल ल ल ल के भन्न चाहन्छ युट्युब च्यानलमा ल भन लाइक सब्स्क्राइबहरु भ्युज सन्चै लैजाऊ यसलाई यस्तरी यसलाई लैजाऊ ग्रीन कलरको हैन यसलाई यता लैजाऊ हात समातेर हैन यसलाई यता समातके हैन यस्तो यो हातले यता ल्याउ त यो हातले यता ल्याउ ल यस्तै समातेर यो एउटा भनि सहयोग गरे हन टक्क धान चाहिँ यता आइन्छ ल टक्क गाइस यही नै हो हैन अब पनि यता उ गर्छु टक्क धान चाहिँ बबाल छ के हैन 5वटा लरेको है त्यो डोरीबाट ल्याउनु फुगाउनु गर्नुभन्दा बरु हातमा समातेर लग्यो बेस नधनी पनि टक्क हेर बिउको बत्तल कुकुरले टोकेर अर्को कहाँ गयो 60 रे त्यत्रोलाई नि मेको छेक यत्रोलाई 60 भनेपछि केही काम लागिन्छ यो डिउलाई मे 30 को हो मे चाहिँ 60 धान चाहिँ त्यत्रो छ मा कहिले सिद्धा आउने हाम्रो सुन्तला खेतीहरू हजुरलाई होला देखाउँछु उता गएर ल सुन्तला है टक्क मायाकोरी अर्को वर्ष त फल्न सुरु भएछ कि यो पहिलो बच्चा के कारणले होला यस्तो पहिलो बच्चा यता नि सुन्तला उता नि सुन्तला या खेतैभरि सागहरू यी थुङ्गे फुल कागती यसलाई के भन्छ अरे लिची हो कि नलिची हो यो त कहिले ठुलो हुनु होला हौ तर यस्तो छ केरा बनाना माने केरा यता टक्क देख्न सक्नुहुन्छ उतै छ अहिले चाहिँ म काममा व्यस्त छु हाम्रो हाइटेन्सन चाहिँ घरै अगाडि छ है टक्क है मलाई तानी डेन्जर तरिकाले हाल्ने रहेछन् हेर्नु क्या बबाल छ यार सुन्तला पात चाहिँ औषधि हुन्छ अरे क्या
हाम्रो टेन्सन एउटा आँखा यो पर छ हाम्रो भान्जा फेरि आयो काम गरिन्छन् क्या आज चाहिँ अलि फुर्ती खिलाउनु परिन्छ फुल बिक्रीमा छ नि ल अहिले भेटौँला काम गर्नु पर्यो टक्क अहिले यस्तो गराउने भन्दा चाहिँ झ्याउँछ अहिले चाहिँ कति बज्यो टक्क हेरी है म हेर्छु गाइसहरु कानसम्म बान्दै हुनुहुन्छ यी हामीले के देखेन होला यी गाइस गाउँले जीवन दुःख पीर सबै हुन्छ यी उहाँ आउँदै हुनुहुन्छ गाइस भयो त्यहाँ हाम्रो बाख्रा त्यहाँ गोरु देखियो हेलो सो गाइस मैले चाहिँ यत्रो मुठा गराएँ टक्क यो मुठा बाँडेर पनि सिद्धियो उसारेर उताको सिद्धियो चाहिँ उता फुटाको चाहिँ सिद्धियो यता गरेको चाहिँ टक्क छ गोराती 5वटा बाँड्ने त्यहाँ पछि सिद्धिन्छ लगभग सिद्धियो नै भनौँ न यता सिद्धियो अब ओसार्ने टक्क झाँटेको पनि आउँछ होइन टक्क हजुरहरूलाई अनि घामले बिहाल गरायो क्या आज सबलाई कस्तो यार पानी आँदा नि कस्तो घाम हुन्छ र माया गरी हेलो सो गाइस म चाहिँ कति 8वटा खाने टक्क लगाउँदैछु बाटो चाहिँ वहाँ हो घरसम्म त्यहाँ चाहिँ झार्ने कार्यक्रम हुन्छ 4 बजिसक्यो हैट गाउँ अहिले गरौँ लाग्यो 2-3 मुठा छ भनेर आम्मा यत्रो के भयो भन्छेको यहाँ दोधारे गाडी सुको यार गाइस टक्क थोरै छ थोरै भन्दा नि थोरै त के हुनु छ नि 2 मुरी जति त आउला 2 मुरी 20-40 पाथी एउटा 2टा 3टा 4टा 5वटा 6वटा 7वटा 8वटा 9वटा 10वटा 11वटा 12वटा 13वटा 14वटा 15वटा 16वटा 17वटा 18 19 20 21 22 23 24 भने 5 चाहिँ त्यहाँ लगाइदिन्छु होला यार मैं कसम यत्रो यति त हेत काम भयो यार भ्याजैमा थट्टेरी ल अहिले भेटौँला यार गाइस ल सो गाइस चपाचट भइसक्यो नि फेरि एउटा 2टा 3टा 4टा 5वटा 6वटा छन् टक्क सिद्धियो अब 2टा भान्जा लैसके ओ भगवान क्या जुलुम हेरे यत्रो हो ल ठिक छ अहिले भेटौँ न हेलो गाइस कान्छोमा मामाले त्यस्तो गर्दै हुनुहुन्छ त्यो थताउँदै मेरो ल त्यस्ताजी अनि यहाँ हाम्रो बिल्लु बसी त्यो कान्छो मामा अरूपट्टि खान्छ उता कान्छो मामा हेर्नु सक्नुहुन्छ है धान थोरै पनि हान्नु ओर्नु कस्तो झर्याम्म गर्छ हेर आम्मामा टक्क यति चाहिँ झाटिसके ल अहिले भेटौँ न फेरि गाइस चपाचप खल्लाको खाजा चिया यहाँ पानी छ यति खाना एउटा भान्जा खान आराम खाइसक्नु म माछा सायद यति झाले टक्क हेर्न सक्नुहुन्छ कस्तै खानुपर्छ बन्दाको तरकारी आहा ए फुलकोपी फाइनली
यत्रो सकियो यार गाइस ए त लास्ट एउटा चाहिँ त्यही नै भएछ अब टक्कैलाई गरिन्छ यस्तो पिँढीभरि आगनभरि अहिले भेटौँ ल सिद्धिसक्यो एक बोरा आइसकेछ एक बोरा यति पर टक्क 3 बारी त 4 बारी त होला अहिले भेटौँ। सो गाइस अब के कस्तो लाग्छ भिडियो हजुरहरूले राम्ररी सपोर्ट गर्नु पर्यो।